हामी यस लोअर आलेले अब यो चाहिँ कस्तो हुन्थ्यो भने क्षेत्रीय पार्टीहरूमा चाहिँ लोअर अप्पर मिडल यो चिजहरू हुन्थ्यो है। र अब चाहिँ मलाई जहाँसम्म लाग्छ नेसनल पार्टीमा सायद बुथ कमिटीबाटै उयो हुन्छ होला होइन, बुथ कमिटी भनिन्छ होला। अलिकति मजा आउँछ, सबैजना भएर काम गर्नु भनेको अलिकति मजा आउँछ भन्ने लागेकोले गर्दाखेरि चाहिँ हामी आज सम्पूर्ण यो पनि टेलिफोनिक भएर पनि सबैलाई गरौँ, जसले भ्याउँछौँ हामी गरौँ, त्यहाँबाट अरूलाई त समग्रमा तान्दै लान सकिन्छ भन्ने हिसाबले आज हामीले यो एउटा कार्यक्रमको आयोजना गर्न सकेका छौँ र यहाँहरूलाई धन्यवाद पनि दिन जिल्ला सचिव हाम्रा श्रीमान विकास राई उहाँ हुनुहुन्छ। त्यसरी नै हाम्रा महिला मोर्चाका अध्यक्ष हाम्रा पूर्व लामो शेर्पा उहाँ हुनुहुन्छ। र त्यसरी नै जिल्ला सदस्य हाम्रा नारीबाट हुनुहुन्छ हाम्रो श्रीमती कमला राई तिवारी हुनुहुन्छ। र त्यसरी नै हाम्रा आजका जो है पञ्चायत समितिका चेयरम्यान हाम्रा आदरणीय सर सूर्यमणि सर उहाँ हुनुहुन्छ है। त्यसरी नै हाम्रा यस 12-13 अन्तर्गतभित्र रहेका हाम्रा सभासद आदरणीय दाजु रतन थापा हुनुहुन्छ। त्यसरी नै यस बुथका जो सर्वप्रथम हाम्रो यसलाई हामीले मान्य गर्नुपर्छ, किनभने यो बिजेपी पार्टीको एकदमै सिस्टममा चल्छ। र आजको यस कार्यक्रमलाई पनि म यस समर्थन कार्यक्रम भएको छ उहाँलाई मण्डल टोलीबाट सर्वप्रथम उहाँलाई स्वागत गर्न चाहन्छु। जति पनि आजको यस समर्थन कार्यक्रममा आउनुभएको छ र बिजेपी पार्टीलाई र आफ्नो पार्टीलाई आउँदो दिनहरूमा एउटै परिवार भएर एउटै समाज जस्तो रहेर कार्य गर्ने तपाईँहरूले जो निर्णय लिनुभएको छ अबको कार्यक्रम हामी सुरु गर्न जय श्री राम।